आज चाहिँ मेरो दिनको सुरुवात भयो चियाबाट। नमस्ते सबैजनालाई, हजुर सन्चै हुनुहुन्छ? म चाहिँ सन्चै छु। आज चाहिँ 4-5 दिन भइसक्यो मैले भिडियो हाल्न पाएको छैन, किनभने मेरो दिदीलाई सन्चो छैन, त्यही भएर मलाई एक्लै सबै काम गर्नुपर्ने हुन्छ र एक्लै गर्दा गर्दा भिडियो त बनाउन पाएको छु, तर एडिट गरेर हाल्ने टाइम चाहिँ भ्याएको छैन, किनभने चाहिँ अब दिदी बिमारी हुनुहुन्छ नि त। अस्ति भर्खर उहाँलाई हस्पिटलबाट लिएर आएको र तपाईँलाई थाहा नै छ, एकजना घरमा बिमारी भएपछि कति स्याहार सुसार गर्नुपर्छ र मम्मी पनि घरमै हुनुहुन्छ, यहाँ चाहिँ म एक्लै छु नि त। नि टाइममा दिदीलाई औषधि दिनुपर्ने हुन्छ, खाना दिनुपर्ने हुन्छ र घरको काम पनि अहिले मैले नै गर्ने हो नि त। अनि मेरो भाइ छ एउटा, 1 नम्बरको काम चोर छ। बिहान 10 बजेसम्म सुतिर आउँछ र भाइ अलिकति हेल्प गरिदियो भन्दाखेरि केही गर्दिनँ, मान्दैन, भन्छ अब मेरो कलेज स्टार्ट हुन्छ 3-4 दिनमा, अनि म अहिले चाहिँ रेस्ट गर्छु, त्यही भएर म अहिले केही पनि काम गर्दिनँ भन्छ। भनेर भन्दिनँ म, किनकि मेरो भाइ चाहिँ एकदम धेरै हेल्पफुल छ, मेरो सबै काम गरिदिन्छ, म जे भन्छु सबै कुरा गरिदिन्छ। मैले जस्ट हजुरहरूसँग जिस्केको मात्रै हो मेरो भाइको बारेमा। मेरो भाइ चाहिँ फेरि एकदम धेरै हेल्पफुल छ, जे भन्छु सबै कुरा गरिदिन्छ क्या उसले चाहिँ। यता हाम्रो खाजा खाने बेला नि भइसकेको थियो र मैले चाउचाउ बसाले पाक्नको लागि, र हस्पिटलबाट आएदेखि लुगा पनि धोएको थिइनँ मैले, अनि त्यो लुगाहरू चाहिँ सर्फमा भिज्न छोडेर यतापट्टि मैले चाउचाउ नि रेडी पारेँ। अनि सबैजना भाइ बहिनी मिलेर हामी खाजा खानतर्फ लाग्यौँ। खाजा खाँदै एकछिन हामी रमाइलो गऱ्यौँ, अनि त्यतिकैमा मेरो लुगा पनि भिजिसकेको थियो, अनि म चाहिँ गएँ लुगा धुनको लागि। धोएर सुकाइसकेपछि म चाहिँ लागेँ बेलुकाको खाना पकाउनतर्फ। आजलाई यति नै, भेटौँ अब नेक्स्ट ब्लगमा। बाई बाई।